बोल्दा ठुलो कुरा गरे जस्तो हुन्छ होला। यो श्रमदान पटक्कै व्यक्तिगत स्वार्थको लागि होइन। यो श्रमदान त केवल आफ्नो गाउँ, ठाउँ, समाज, राष्ट्र परिवर्तनको लागि हो। हामीलाई थाहा छ हाम्रो देशलाई खरबौँ विदेशी ऋण छ। त्यो ऋण हामी सम्पूर्ण नेपालीहरूको साझा ऋण हो। जे जसरी भए पनि हामीले नै तिर्नुपर्ने हुन्छ। तसर्थ आउने दिनहरूमा हामीले सक्ने कामहरूको लागि किन विदेशी ऋण थोपर्ने? ढिला नगर्नुहोस्, आउनुहोस्। आफ्नो राष्ट्रको हितको निम्ति, तपाईँ हाम्रो भावी पुस्ताको निम्ति, तपाईँ हाम्रो भविष्यको निम्ति एकजुट भई हातेमालो गर्दै हप्तामा एक दिन श्रमदान गरौँ। हेलो दने प्लिज, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो अर्को नयाँ भिडियोमा। आई होप तपाईहरु सबैजना एकदमै सन्चै हुनुहुन्छ। म पनि एकदमै सन्चै छु। बिहान हेर्दै हुनुहुन्छ भने गुड मर्निङ, दिउँसो हेर्दै हुनुहुन्छ भने गुड आफ्टरनुन, साँझ हेर्दै हुनुहुन्छ भने गुड इभिनिङ र बेलुका राति हेर्दै हुनुहुन्छ भने गुड नाइट। तर भिडियो पुरा हेरेर मात्रै सुत्नु होला। र सदा चाहिँ आज पनि हामी श्रमदानमा जान लागेको म र आज चाहिँ हामी हलेसीतुवाचुङ नगरपालिका वडा नम्बर 9 सल्ले स्थित गाउँमा चाहिँ हामी सल्लेतिर चाहिँ श्रमदान गर्न जाँदैछौँ। ल साथीहरू, हामी चाहिँ आज हलेसीबाट सल्ले 9 हलेसीतुवाचुङ नगरपालिका सल्ले 9 मा हामी जाँदैछौँ श्रमदानको लागि। त्यहाँ साथीहरूले बोलाउनु भएको थियो, अनि त्यही भएर एकचोटि त्यहाँ कसरी गर्छ श्रमदान, अनि कस्तो खालको हुन्छ, अनि थुप्रै तरिकाले गर्नुहुन्छ कि छुट्टै किसिमले गर्नुहुन्छ भनेर त्यो हेर्नको लागि बुझ्नको लागि हामी जाँदैछौँ। 3 जना हामी यहाँ रेडी भइसक्यौँ हलेसीबाट। लेट्स गो। र यता उहाँ पनि हुनुहुन्छ। ल अब चाहिँ हामी हलेसीबाट चाहिँ उकालो चढ्न लाग्यौँ। ल साथीहरू, हामी चाहिँ यहाँ श्रमदान गर्ने ठाउँमा आइसकेको छौँ। ठ्याक्क यो ठाउँ चाहिँ के पो भन्छ हजुर? हाम्रो यो तिर्पा खोला। तिर्पा खोला, हलेसीतुवाचुङ नगरपालिका 9 को साबिक 8 के अरे 2 को लास्ट हजुर तिर्पा खोला भन्छौँ। उता रावबेसी, अहिले त अब रावबेसी भएको छ। रावबेसी पनि साथीहरू आउनु भएको छ तिर्पा भन्ने ठाउँबाट। यसको यो बर्खाको काममा चाहिँ आबद्ध के अरे रोकिराखेको पहिरोहरू चाहिँ पन्छाउनको लागि हामी सबै संवाददाताहरू मिलेर। हस्। ल साथीहरू, हामी चाहिँ निरन्तर श्रमदान गरिरहेको छौँ। निरन्तर पसिनै आइसक्यो। आज एकदम तल छौँ नि त हामी। यो सल्लेको पनि तल, र यता यो रावबासी गाउँपालिकाको पनि यो तिर्पा भन्ने ठाउँको मुनि। अब जोस यता तिर्पा भयो भने यता सल्ले हो। हामी चाहिँ एकदमै तल छौँ होइन। यहाँ चाहिँ अलिक अब गर्मी पनि भइरहेको छ। अब त्यही पनि हामी निरन्तर अगाडि बढिरहेको छौँ। ढुङ्गाहरू पल्टिराखेको छ, त्यहाँ देख्न सक्नुहुन्छ। यो तल चाहिँ एकदम खोला हो, र यहाँको बाटो चाहिँ आज एकदमै मान्छे हिँड्ने, गाईबस्तु हिँड्ने चाहिँ मजाले नै बनाउने योजना उहाँहरूले गर्नुभएको थियो। जोस यता सल्लेवासी र तिर्पावासी श्रमदाताज्यूहरूले। तसर्थ हामी पनि यहाँ जोडिएको छौँ आज। झ्याम्पल हान्दा गलियो। झ्याम्पल चाहिँ यहाँ देख्न सक्नुहुन्छ है। हामी चाहिँ अहिले अलिक माथि छौँ होइन। तल पनि श्रम चाहिँ चलिरहेछ, तर यो माथिको सुरुमा सकेर झर्नुपर्ने भयो। यता हामीले यहाँ देख्न सक्नुहुन्छ यहाँ बनाइरहेछौँ। यो झ्याम्पल चाहिँ मैले हान्दै थिएँ। अब अहिले चाहिँ एकछिन बिसाउनु पर्ने अवस्था आयो, र हामी आधा श्रमदाता यता आइसकेको छौँ यता। र हाम्रो साथमा मास्क पनि आइसक्यो होइन। धेरै धुलो उठ्दो रहेछ, त्यो कारणले मास्क नहाली काम गराइ नहुने भयो। त्यस अर्थमा मास्क पनि आइसकेको छ, र आधी टोली चाहिँ तल हुनुहुन्छ। र अहिले हामी फेरि यता सकिसके पछाडि, यता मासतिर सकिसके पछाडि तल एकै ठाउँमै भेला भएर काम गर्छौँ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ हामी पाखैभरि श्रमदाताहरू छौँ। माथिदेखि यता देख्न सक्नुहुन्छ। हामीले बाटो पनि यहाँसम्म खनिसकेको छौँ, र यतातिर पनि हुनुहुन्छ उहाँहरू। जय बाटो हजुर। ठुल्ठुलो ढुङ्गाहरू पल्टिन लागिरहेको छ। यता पर्तिको यो ठुलो ढुङ्गाहरू पनि हामीले पल्टाउनु
पर्ने छ। यहाँ पर देख्न सक्नुहुन्छ, त्यहाँ पल्टाउन आँट्नु भएको छ। र यतातिर पनि अब आहा बिस्तारै हजुर बिस्तारै। ओहो एउटा झरिसकेछ। यता रह्यो भने राम्रै, फेरि झऱ्यो झऱ्यो हे झऱ्यो। आम्मामा अब चाहिँ हाम्रो श्रमदानको समय चाहिँ अन्तिम भइसकेको छ। अब पर खाजा खाने कुरा चलिरहेको छ। तसर्थ हामी चाहिँ अब खाजा खानलाई लाग्दैछौँ। यता निरन्तर श्रम चाहिँ चलिरहे नै रहेको छ। अब हामी एकछिन खाजा खान्छौँ होइन। त्यस पछाडि लगभग आजलाई काम पनि यति नै हुनेवाला छ। र हामी चाहिँ अब हलेसी पुग्नुपर्ने भएकोले खाजा खाएर हामी चाहिँ लाग्छौँ हलेसीतिर। हामीले जे होस् यहाँ माथिदेखि यो भत्केको रोडहरू, यहाँ चाहिँ बाटैसम्म पनि नरहेको रहेछ रोडहरू भत्केको कारणले। तसर्थ श्रमदाताहरू मिलेर चाहिँ हामीले यताबाट बनाउँदै यता कुनै ठाउँमा चाहिँ अब थियो बाटो होइन, जस कुनै ठाउँमा ढुङ्गाहरू पनि पल्टाउँदै आजको चाहिँ श्रमदान एकदमै राम्रो तरिकाले समापन हुन लागिरहेको छ। कसैलाई चोटपटकहरू केही पनि लागेको छैन होइन। र त्यहाँनिर चाहिँ खाजा खानको लागि हामी भेला हुनको लागि गइरहेको छौँ। र अब हामी यसरी नै हरेक जनताहरू चाहिँ सचेत हुँदै हामीले अरूको आश नगरी हामीले आफैले आफ्नो ठाउँहरू विकास गर्नमा जुट्यौँ भने चाहिँ अब हाम्रो देश विकास हुनलाई समय लाग्दैन नि पक्कै पनि। तसर्थ हामी सबैजना जुटेर एकजुट भएर चाहिँ आफ्नो गाउँ ठाउँ विकास गर्नतिर लागौँ। अब अहिले एकछिन चाहिँ अब हामी खाजा खान्छौँ। हामी चाहिँ आज लगभग 33 जना जति भेला भएको रहेछौँ यहाँनिर श्रमदाताज्यूहरू। र आजको काम चाहिँ एकदमै रमाइलो भएको छ होइन सर, एकदमै रमाइलो भएको छ। हामी माटो लभर हो, तसर्थ धुलो पनि धेरै खाइयो। माटो पनि अब निकै नै उडेको छ यहाँ, किनभने अब अहिले के अरे हिउँदको टाइम छ। यति बेला माटोहरू अब सुकिएको छ होइन, सुखोरो माटोहरू त्यस्तै हो, अब धेरै नै उड्छ। तसर्थ धेरै धुलोहरू पनि खाइयो, केही छैन, मास्कको व्यवस्था पनि थियो। र अब चाहिँ हाम्रो यहाँनिर खाजा खानलाई सबैजना भेला भइ नै सकेको छौँ। अब खाजा खानुपर्ने हुन्छ होइन। लगभग हामीले 2 घन्टा 2.5 घन्टा लगभग चाहिँ हामीले यहाँनिर बाटो बनायौँ। खाजा खाने बेला भइ नै सकेको छ। यहाँ खाजा वितरण भइसकेको छ। चौ खाँदै काम गर्दै हामी अब हस्, धन्यवाद हजुर, धन्यवाद। हाम्रो चाउचाउ चाहिँ कसरी आयो हजुर? यो केही श्रमदाताले सहयोग गर्नु भएको थियो, हजुर बचेको रकम हो। ए यो अब नाम नखुलाइदिनु भन्ने पनि छ कोही। ए ठिक छ हजुर। जसरी पनि सहयोगी दाताले नै सहयोग गर्नुभयो, पुग्छ नि हजुर। ल है, फ्रुटी र चाउचाउ पाइसकेको छ मेरो भाग। खानु पर्यो होला हैन।
अब मजाले चाउचाउ र फुटी खाएर हामी चाहिँ घरतिर लाग्छौँ। एकदमै रमाइलो भयो आजको श्रमदान, खुसी लाग्यो।